यो भिडियो विद्यार्थी साथीहरूका लागि नम्बर 1। यदि आज दिनमा 5 घण्टा पढ्न सक्दैनौ भने भोलि 10 घण्टा खाडीमा बेल्चा हान्न तयार भएर बस। नम्बर 2। यदि आज आमा बाले सिकाएको कुरा गलत लाग्छ भने भोलि विदेशी भूमिमा साउहरूको किचकिच र गाली सुन्न तयार भएर बस। नम्बर 3। यदि आज आफ्नो सपना पूरा गर्न सक्दैनौ र सपनाको पछि भाग्दैनौ भने भोलि अरू कसैको सपना पूरा गर्न 10-12 हजारको तलबमा काम गर्न तयार भएर बस। नम्बर 4। तिम्रा आमा बाको जवानी गरिबीमा बितेको थियो होला, तर आमा बाको बुढेसकाललाई गरिबीमा बिताउन नदिन तयार भएर बस। नम्बर 5। जिन्दगीमा हरेक मौका बेला बेलामा फर्केर आउँछ, तर पढ्ने मौका फेरि फेरि फर्केर आउँदैन। त्यसैले समयलाई समयमा चिन्न सक्ने तयार भएर बस। थ्याङ्क यू सो मच। यदि यो भिडियो विद्यार्थी साथीहरूले हेरिराख्नु भएको छ भने आफ्नो साथीहरूलाई सेयर गर्नुहोस् ताकि केही मोटिभेसन मिलोस् र पढ्ने जाँगर आओस्। थ्याङ्क यू सो मच। मेरो युट्युब च्यानल जी स्क्वायर इन्स्पायर प्रोफाइलको मैले लिङ्क राखिदिएको छु। नयाँ भिडियो पावरफुल मोटिभेसन आइसकेको छ, एकपटक भिजिट गर्नु होला।